नमस्कार, देशचित्र नेपालको नयाँ भिडियो श्रृङ्खलामा तपाईँलाई स्वागत गर्न चाहन्छौँ। आज हामी धुलिखेल खाँवा सडक खण्ड अन्तर्गतको यात्रा गर्नेछौँ। अरण्यको राजमार्ग धुलिखेल खाँवा सडक खण्ड पछिल्लो समय CMA1 कालीजेवी निर्माण व्यवसायिक कम्पनीले सडक निर्माण कार्य गरिरहेको छ। सडक डिभिजन कार्यालय भक्तपुरले उक्त सडक 31 करोड 56 लाख कुल लागतमा विक्रम सम्वत 2083 साल कार्तिक महिनाभित्र निर्माण कार्य सम्पन्न गराउने गरी CTB अर्थात् सिमेन्ट ट्रेड बेस सहितको सम्झौता गरिएको हो। यो सडक पहिलो चरणमा 2 किलोमिटर र दोस्रो चरणमा 2 किलोमिटर गरी जम्मा 4 किलोमिटर सडक कालोपत्री गरिने भएको हो। यस अघिको निर्माण व्यवसायिक कम्पनीले पटक पटक म्याद थप गर्दा पनि तोकिएको समय अवधिभित्र निर्माण कार्य सम्पन्न नगराएपछि उक्त निर्माण व्यवसायिक कम्पनीको ठेक्का रद्द गरिएको थियो। आउनुहोस् अब हामी काभ्रेपलाञ्चोकको धुलिखेलबाट खाँवा क्षेत्रसम्मको करिब 4 किलोमिटर सडक यात्रा गराउँदै भिडियो दृश्यहरू देखाउने कोसिस गर्नेछौँ। काभ्रेपलाञ्चोकको धुलिखेलबाट र यता राइट लाग्यौँ भने हामी BP राजमार्गबाट अगाडि काभ्रेपलाञ्चोक हुँदै सिन्धुली र विभिन्न जिल्लामा पुग्न सक्छौँ र यता हामी सिधै आज यो अरण्यको राजमार्ग खाँवा सडक खण्डको स्थिति हेर्नेछौँ के कस्तो अवस्था भएको छ। यो धुलिखेल खाँवा सडक खण्डको यो अवस्था पनि निर्माण कार्य जारी नै रहेको छ र यतातिर हेर्नेछौँ हामी यहाँतिरको अवस्था, यो धुलिखेलतिरको अवस्था यतिको रहेको छ। योभन्दा अगाडि के कस्तो हुन्छ हामी सम्पूर्ण भिडियो दृश्यहरू देखाउने कोसिस गर्ने नै छौँ। र यतातिर जाने हो भने चाहिँ हामी यहाँतिर केही कालोपत्री भएको सडक चाहिँ देख्न सक्छौँ। यतातिर कालोपत्री भएको छ, यतातिर चाहिँ केही यस्तो चाहिँ रहेको छ र यता चाहिँ तार जाली यसरी सडकमा राखिएको छ। यता तलबाट चाहिँ पर्खाल उठाउनु पर्यो, यहाँको नोट चाहिँ भिरालो रहेको छ। यतातिर हामी देख्न सक्छौँ यसरी केही कालोपत्री भएको सडक अहिलेको अवस्थामा पहिलाभन्दा धेरै सहज भएको छ। पहिलाको निर्माण व्यवसाय कम्पनीले यहाँ समयमा काम नगरिसकेपछि, लापरवाही गरिसकेपछि अहिलेको नयाँ अर्को निर्माण व्यवसाय कम्पनीले यहाँनिर चाँडै नै काम अगाडि बढाइएको छ। यसरी चाहिँ सहज बनाएको र अझै पनि काम कारबाहीहरू त बाँकी नै रहेको छ। कतिपय ठाउँमा पहिरो रोकथाम र वालहरू उठाउनु पर्ने, पर्खाल उठाउनु पर्ने कार्य रहेका छन्। यतातिर हामी देख्न सक्छौँ यसरी चाहिँ पर्खाल उठाएको, यहाँनिर यसरी पर्खाल लगाइएको छ। अगाडि बढ्दै जाउँ, यहाँहरूलाई दृश्य चाहिँ पुरा देखाउने कोसिस गर्नेछौँ। निकै कम फुटेज चाहिँ काटेर हजुरहरूमाझ प्रस्तुत गर्नेछौँ। हामी हेर्न सक्छौँ यहाँ यसरी माथि चाहिँ भिरालो भूभाग छ। यता चाहिँ यो पर्खाल लगाउनको लागि यसरी ठुला ठुला ढुङ्गाहरू थुपारी राखेको रहेछ र यहाँनिर हामी देख्न सक्छौँ एकदमै भिरालो भूभाग, ठाउँ ठाउँमा पर्खाल चाहिँ उठाएको छ। यो अरण्यको राजमार्ग चीनको बोर्डरसम्म जाने बाटो हो, राजमार्ग हो। त्यसैले यो बाटो राम्रोसँग बन्न जरुरी छ। हामी यो अवस्थामा देख्न सक्छौँ अहिलेको स्थितिमा यसरी केही सहज भएको छ। यसरी एक देशबाट अर्को देशमा, छिमेकी देशसम्म जोड्ने सडकको अवस्था चाहिँ निकै मजबुत हुनुपर्दछ। सरकारले पनि यस विषयमा गम्भीर भएर चासो लिनुपर्ने देखिन्छ। यो बाटो राम्रो भएको खण्डमा चाहिँ तातोपानी नाकाबाट हामीले विभिन्न सामानहरू ल्याउन सक्छौँ र बाटो सडक सञ्जाल राम्रो भएन भने आर्थिक उन्नति गर्नको लागि, एक ठाउँबाट अर्को स्थानमा आवागमन गर्नको लागि सहज हुने छैन। त्यसो भएको हुँदा चाहिँ बाटो राम्रो हुनु पर्यो। ओहो, एकदमै धुलो उडेको छ। यता चाहिँ कतिपय ठाउँमा सडक निर्माण कार्य अझै पनि जारी रहेको छ। यो क्षेत्रमा चाहिँ पहिरोको जोखिम रहेको कारण यहाँनिर पर्खाल उठाउने कार्य
चलेको छ। त्यसकारण यहाँ हेर्नुहोस् त, ओहो एकदमै धुलो उडेको अवस्था छ। बाफरे निकै धुलो उडेको अवस्था छ, समस्या छ यहाँनिर। धुलो उडेको अवस्था छ। यसरी एकैचोटि ठुलो बसहरू आउँदाखेरि समस्या हो। यसरी चाहिँ अहिले पर्खाल उठाएको रहेछ, निकै यहाँ पहिरोको जोखिम छ। त्यसकारण चाहिँ यहाँ पहिरो रोकथाम गर्नको लागि यसरी पर्खाल त उठाउनै पर्यो। र यहाँ चाहिँ पहिरो मात्रै होइन, यो चाहिँ सिमसार, यो खहरे खोला भनौँ। यहाँ पानी पर्दाखेरि बर्खाको समयमा चाहिँ बाढी आउने खोला रहेको कारण, खहरे खोला रहेको कारण पनि यहाँ निकै मजबुत तरिकाले पर्खाल त उठाउनै पर्यो। यसरी पर्खाल उठाउनका लागि यसरी चाहिँ ढुङ्गा थुपारी राखेको अवस्था छ। तलबाट चाहिँ पर्खाल उठाउनु पर्ने स्थिति र यहाँ काम भएको रहेछ। यो स्थिति चाहिँ हामी देख्न सक्छौँ। र यसरी चाहिँ कालोपत्रे भएपछि सहज चाहिँ भएको छ पहिलाभन्दा। र यो सडक अहिले 5 खालतिर पनि निर्माण भइरहेको अवस्था छ। त्यतातिर चाहिँ हामी पुग्दैनौँ। ओहो एकदमै धुलो उडेको अवस्था छ। यो बाटो टिप्परहरू पनि धेरै गुड्ने भएको कारण चाहिँ एकदमै मजबुत निर्माण कार्य गर्न जरुरी देखिन्छ। यसरी चाहिँ यो क्षेत्रमा पानीको फोहरा हानेर केही धुलो चाहिँ कम गरेको रहेछ। र यतिको गरेको पनि सहज हो, यतिको भइसकेपछि पनि सहज हो। कोही ठाउँमा साँघुरो रहेको छ, देख्न सक्छौँ। यहाँ टिप्पर यसरी गुड्ने बाटो हो। त्यसकारण यो बाटो चाहिँ एकदमै मजबुत बनाउन, निर्माण गर्न जरुरी छ। यसरी हेर्नुहोस् त, पहाडको यो चट्टान, यहाँनिरको अवस्था यस्तो देख्न सक्छौँ। यो स्थिति हामी देख्न सक्छौँ। यतातिरको अवस्था यहाँतिर चाहिँ अहिले सडक सम्म्याएको रहेछ। ओहो ओहो ओहो, बाइक त लड्न सक्ने सम्भावना रहेको छ। यहाँतिर एकदमै होसियार भएर सवारी साधन, विशेष गरी 2 पाङ्ग्रे चलाउनु पर्ने स्थिति छ। र यतातिर हामी देख्न सक्छौँ यसरी चाहिँ केही प्रगति भएको अवस्था छ। यहाँतिर हेर्नुहोस् त, अवस्था चाहिँ यतिको छ धुलिखेल खाँबा सडक खण्डको। यो पनि अब केही समयमा कालोपत्रे हुने चाहिँ सङ्केत देखिएको छ। अगाडि बढ्दै जाउँ, समस्या छ यहाँनिर यात्रा गर्नको लागि। र यसरी धुलो चाहिँ कम भएको छ। यहाँ चाहिँ रोलर मेसिनले यो पेलेको रहेछ, सम्म्याएको रहेछ। यहाँ सम्म्याउने कार्य भइरहेको रहेछ। हामी सक्छौँ यो अगाडि सम्म्याउने कार्य भइरहेको छ। यसरी चाहिँ सम्म्याउने कार्य निरन्तर चलिरहेको छ। यो धुलिखेल खाँबा सडक खण्डको पछिल्लो अवस्था। र हामी खाँबा क्षेत्रमा आइपुग्यौँ। यो खाँबासम्म चाहिँ यो सडक 4 किलोमिटर सडक चाहिँ निर्माण कार्य भइरहेको छ। यहाँ पनि पर्खाल उठाउने कार्य भएको रहेछ। यहाँ तल यतातिर पनि यसरी चाहिँ निर्माण कार्य भइरहेको अवस्था नै छ। यहाँ धमाधम काम भएको रहेछ।
केही परसम्म जानेछौँ। हामी खाँवा क्षेत्रमा आइपुग्यौँ र यतातिर चाहिँ केही समस्या रहेछ। बाटो निर्माण कार्य भएको कारण केही समस्या चाहिँ हामी देख्न सक्छौँ यो क्षेत्रमा। यसरी चाहिँ यो बाटोबाट धेरै सवारी साधनहरू सञ्चालनमा रहेको हामी देख्न सक्छौँ। बाटो अहिले समस्या छ। दुई पाङ्ग्रे सवारी साधनहरू अझ विशेष ध्यान दिएर चाहिँ यात्रा गर्नुपर्ने स्थिति रहेको छ। हामी केही परसम्म गइरहेका छौँ र यतातिर हेर्नुहोस् त यो अवस्था रहेको छ। यतातिर चाहिँ पर्खा लगाउने कार्यको लागि यसरी काम हुँदैछ र यतातिर हामी यतिको प्रगति विवरण भएको देख्न सक्छौँ। पहिलाको निर्माण व्यवसाय कम्पनीले राम्रोसँग काम नगरेपछि अहिलेको नयाँ निर्माण व्यवसाय कम्पनीले चाहिँ बढाइरहेको चाहिँ हामी देख्न सक्छौँ। काम चाहिँ चलिरहेको नै छ, निरन्तर चलिरहेको छ। पछिल्लो समय यो धुलिखेल खाँवा सडक खण्डको निर्माण कार्यको प्रगति विवरण चाहिँ तीव्र गतिमा नै अगाडि बढिरहेको हामी देख्न सक्छौँ र यो सडक निर्माण कार्य जारी रहँदाखेरि केही समस्या भने अवश्य नै भएको छ यो क्षेत्रमा। र यतातिर खाल्डा खुल्डी सडकको अवस्था समस्या नै छ। तर यो निर्माण कार्य भइरहँदाखेरि समस्या त झेल्नुपर्ने स्थिति त भयो। पहिलाको निर्माण व्यवसाय कम्पनीले राम्रोसँग काम गरेको भए यतिखेर चाहिँ यो सडकको अवस्था राम्रो अवस्थामा हामी यात्रा गर्न सकिने थियो। हजुरहरूलाई पूर्वाधार विकासका विविध भिडियो सामग्रीहरूको लागि देश चित्र नेपाललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ भन्दै आजको यो एपिसोडबाट हामी अर्को नयाँ कुनै क्षेत्रको एपिसोडसम्मको लागि बिदा हुन चाहन्छौँ। हवस् त, नमस्कार। जय नेपाल, जय देश।